फुल यो चेन्ज भयो हुन आँटेको रहेछ दामी रहेछ नि त यहाँ नि इलामे यहाँ निन्न साँच्ची नि यो बोजू जस्तो लाग्यो मलाई होइन होला प्रतिक्रिया सोधेको अलिकति हर्कबाद जस्तो उत्तर आयो खेल भन्या छ कुद्या छ सबैजनालाई वेलकम ब्याक टु युट्युब च्यानल नयाँ भ्लगमा फेरि पनि तपाईँलाई स्वागत छ अनि हामी चाहिँ एकदम खतरनाक कुदेको थियौँ क्या किनभने यहाँ गाडी भेट्नलाई गाडीमा आइपुग्यो अब हामी कुद्यौँ हामी चाहिँ उल्सानको प्रेम पार्क हिँडेको भन्दा विशेष क्या म टोपी चाहिँ एउटै खालको गाडीदेखि निस्केको होइन म त मम्मीले आउनु खोजेर आज मजदुर दिवसको प्रदर्शन पनि रहेछ त्यही भएर बेसी जाम भयो क्या घरले भन्नु पनि गयो मैले त होइन आज मेरो बुढाले मलाई बुसान लान्छु भन्नुभयो बुसान लानु पर्ने ठाउँमा भाइहरू पनि हुनुभएको छ अरे नि त दाइहरू पनि हुनुहुन्छ अगाडि अघि आइसक्नु भएको रहेछ हामी चाहिँ छिटो भयो क्या हामी पानी परेर आज नजाने पनि भनिरहेको थियौँ नि त अनि पानी रोक्यो अरू हिँडेको क्या ओ सरजी ओ सर 25,000 को चस्मा लगाएर चेन्जेबल ग्लास बाहिर घाममा कालो डिस्काउन्ट गरेर अब्बु भाइ एकदम चर्चित अनि यहाँ हाम्रो सर यहाँ अर्को भाइको नामै मलाई थाहा छैन प्रणिललाई अनि यता म त जेटी भाइ भनेर मात्रै थाहा छ घुम्न आएको यता अब साइकलमा नजानु चेन्ज गर्ने फुल यो चेन्ज भयो हुन आँटेको रहेछ चेन्ज हुँदैछ यता यस्तो छ पारा यस्तो छ पारा यस्तो छ क्यार्ने उल्सान भनेर झ्याप्पै के भयो उल्सान भनेर बुसान लाने भनेर झ्याप्पै कहाँ कुन पार्क ल्याउनु अरे मलाई कहाँ यस्तो बुढापाकामा हामी जस्तो मान्छेलाई यहाँ केटारी ठाउँमा ल्याउनु भएको त आज के रहेछ र यहाँ भ्याकेसन छ पुरा आज त सबै छुट्टी छ नि त होइन ड्राई पिकनिक आउनु पर्थ्यो नि हामी पनि टक्क साथले टक्क भएर नि फुल हेर्नु न यहाँ फुल कुन फुल हो यो यो त ऊ नि इलामे यहाँ निन्न यो त इलामको यहाँ इलामे यहाँ जस्तो रहेछ त म त यो के पो यसले के पो भन्छ हौ कस्तो दामी यार यहाँ यो पैसा फुल यो कुन फुल हो कुन दामी रहेछ नि त यहाँ नि फोटो खिचौँ न कसातले यस्ता होइन
त यहाँ यस्तो छ दामी छ हामी त यता पर छौँ उन्सानको ग्रान्ड पार्कमा दामी यो जस्तो खतरा फुलेको थियो होला यिनीहरू है गएपछि फेरि आउनुपर्छ भाइ सुकेको खैरो पहेँलो सकेछ नि यहाँ जू पनि हो कि क्या यता ल हामी त यता पो पुग्यौँ त गाडी पनि रहेछ हो यहाँ ल पर्दैन होला हामी जान पाएनौँ 5 बजीसम्म मात्रै रहेछ यता खासले चाहिँ हजुर अनि हामी यता जान पाएनौँ अब यहाँ फर्किनु आउनु भाइ यस्तो छ यता जान पाइएन यहाँ त गुलाबको फुलहरू रहेछ क्या ऊ फुल्न आँटेको यस्तो छ यहाँ कोरियामा त घुम्ने ठाउँहरू छ यस्तो धेरै घुम्नेहरू ठाउँ छ होइन कति छ पहाडहरू ठुलो यो होइन यस्तो छ है यस्तो छ साँच्ची नि बाफ्रे मार्न र खान मिल्दैन होला है यता तर खाँदैनन् पुरा थियो यहाँ प्रायः विदेशतिर विकसित देशतिर के ल्याब टेस्ट नगरिकन नखानु भन्छ नि त जे पनि होइन हाम्रो नेपालमा होस् त अहिले यसलाई यो गडौलाले तानेर हुन्छ कि सखाप नि हौ कहाँ सानो कुलोहरू सबै निकालेर घाममा सुकाएर हो भाइ सबै सुकाएर कुलो सुलो सबै यो बोजू जस्तो लाग्यो मलाई सुन्नु त त्यो तपाईँले टच गरेको यो होइन यो अर्को हो यो बोजो हो क्या तपाईँले चुटाउनु भएको ऊ यो हो यो चाहिँ बोजो क्या है त्यही बोजो हो बोजो यहाँ कमलको फुल पनि फुल्छ होला है घाँस पनि काटेको छ नि कस्तो फेदेबाट काटेको घाँस पनि मेसिनले दिएको होला यतादेखि घुम्दै आएको होइन फुल यस्तो यो कोरियामा चाहिँ नि कुनै पनि फुलको चाहिँ अभाव हुँदैन क्या स्टेप बाई स्टेप फुलहरूको बसात हुन्छ क्या यहाँ चाहिँ होइन पहिला चाहिँ चेरी ब्लसम थियो त्यसमा चाहिँ भुइँमा त्यो सानो पोथे जस्तो फुल अहिले फेरि यहाँ सेतो फुल टन्नै फुलै फुल केसर मर्ने गरी फुलेको यिनीहरू यो फुलहरू होइन दामी फुलेको छ नि त फुल्न पनि नेट गार्डन ल गार्डन जाउँ यस्तो खालको जताडा छिदा पनि हुन्छ होला हौ हेर्न त्यो फुल चाहिँ के साह्रो फुलेको आमा के भन्छ परमा त्यो फुलमा भमराहरू छ कि क्लियरली देखिन्छ कि भाइ एकचोटि ट्राई एचडी क्लियर देखिन्छ कि होइन होला ठिकाउँदै सोध्नु भएको तपाईँले मैले चाहिँ प्रतिक्रिया सोधेको अलिकति हर्कबाद जस्तो उत्तर आयो मैले त सोचेको थिएँ धेरै होला सुकुम्बासी भनेको त हुकुमबासी पो धेरै रहेछन् भन्दै थियो फेरि पछाडि पोस्ट कतिजना मात्रै निस्कियो अरे त त्यसको कुरा त उसको गीत अहिले भाइरल छ नि भाइ गर्ने देख्नु भएको छैन यतादेखि आइयो होइन बब्बाल छ क्या ठाउँ चाहिँ यस्तो छ बब्बाल दामी छ यता पनि यस्तो चाहिँ यहाँ के थियो फुल बाहिर छ नि त यता खतरा माथि पानी घाम पनि लागिरहेको यस्तो दामी वाउ यहाँदेखि घुम्ने ट्याक्क यता रहेछ यो कस्तो खालको हाल्छ यो सेम हाल्छ यो आलु बखडा जस्तो पनि छ रहेछ हाल्छ जस्तो पनि छ यार होइन खतरा सिन छ है
दामी होला बाफ्रे एकचोटि एकजना सेल्फी दिउँ न डाँडामा कसम कम्ता राम्रो छैन यार बनाउन गएँ होइन यहाँ भाइ दाई मेरो एक ठाउँमा टाउको जुताएर गयो के साह्रो गफ हौ आम्मा निस्किम त हौ अब यता कस्तो राम्रो राम्रो ठाउँ रहेछ यता पर होइन तर यता जान पाइएन टाइमै भएन नि त हामी अलरेडी ढिलो आएको थियौँ अनि यतादेखि आयौँ हामी अब रात पनि पऱ्यो नि त ढिलो आएर कस्तो दामी रहेछ क्या यता पनि अब अर्को नेक्स्ट टाइम आउँदाखेरि चाहिँ यता पनि जाने हो साइक्लिङ पनि रहेछ नि त यहाँ बुढाबुढी बसेर अथवा दुईजना बसेर कुदाउने खालको साइकलहरू पनि गर्छ होइन भएन क्या अब अर्कोचोटि आउँदाखेरि चाहिँ अर्कोचोटि चाहिँ आउनु पर्यो ट्राफिक जस्तो क्या दामी हुन्छ त्यतिखेर चाहिँ होइन अनि यो चाहिँ यता पनि घुम्नु पर्यो यता राम्रो राम्रो रहेछ त यता पनि हामी यता जान पाएनौँ नि यार डाइरेक्ट यता गयो टाइम पनि छैन हामीसँग अनि हामी फर्क्यौँ अब हामी यहाँदेखि निस्किन्छौँ है त साह्रै भयो होइन भोक लाग्यो अति नै भोक लागेर चाहिँ हामी खाजा खान यहाँ पस्यौँ अब यसका बाजे यसरी अर्डर गर्नुपर्छ कि यहाँ चाहिँ त्यहाँ चाहिँ सेल्फ निकाल्न पाइन्छ क्या यस्तो मजाले खानु अब सेल भन्या छ कुद्या छ दौड्या छ यत्राको सेल हुन्छ सेल भनेर चाहिँ हामी छिरेको खासले तर एउटामा सेल बाँकीमा सबैमा पैसा असुल अब घर गयो है अब चाहिँ हामी यसरी सपिङतिर ननिस्कौँ होला पुग्यो रुममै आइपुग्यो होइन सपिङ पनि सुतलमा गरियो रुम आइपुग्यो सो आजको भिडियो त होइन भाइहरूसँगको यस्तो त्यस्तै ह्यान्डपेन हल्का फुल्का घुमेको अलिकति भयो होइन सो आजको भिडियो यति नै फेरि अर्को भिडियोमा भेटौँला है त आजको भिडियो यति नै फेरि अर्को भिडियोमा भेटौँला बाई बाई